म चाहिँ सनस्क्रिन चाहिँ है मजाले लाउँछु हो। मेन चाहिँ मेरो मेकअप पखेलाले चाहिँ यो ब्लस है ल गाइस। First of all, so Jai Masi and welcome back to my channel once again after a long time. अनि आज चाहिँ मैले तपाईहरुसँग किन नेपाली बोलेको भन्दाखेरि म हिन्दीमा एकदम अनकम्फर्टेबल भए तर पनि म समटाइम्स हिन्दीमा बोल्ने गर्छु। अनि म अहिले यहाँ रेडी हुँदै थिएँ है। अनि आज चाहिँ बोजूसँग चाहिँ उयो जानुपर्ने अरे सब्जी किन्नु। अन्त म पनि मलाई पनि लान्छु भने नि त। अनि म पनि रेडी हुनु भने त रेडी भएर चाहिँ जान आँटेको हो। अन्त अहिले चाहिँ म वासरुममा छु नि त। वासरुम पनि भन्दा पनि यहाँनिर मेरो लागि अलग्गै सेपरेट छ। अनि यहीँनिर म मुख धुनेदेखि लिएर सबै यो गरिबस्छु नि त मेकअपहरू। अन्त चाहिँ आज चाहिँ सब्जी लिन जाने अरे हो। अनि अस्ति पनि गएको थिएँ जानु चाहिँ हो। तर आज मजाले अब जान्दै थिएँ नि त फेरि। अनि एकपल्ट भिडियो बनाइदिएको देखाउँछु कस्तो छु के छु। अनि बाइ द वे म एकदम राम्रो छु यहाँनिर एकदम अहिले ठिकै छ है। मैले आई थिङ्क 2 विक्स जस्तो भयो म यहाँ आएको। अनि कति कुरामा फर्स्टमा एडजस्ट गर्न साह्रो पर्छ। सो मैले भिडियोजहरू बनाएको थिएन। सो अहिले म अलिकति कम्फर्टेबल हुँदैछु एडजस्ट हुँदैछु। सो म अहिले अलिअलि बनाउँदैछु। सो यहाँ हो त्यही हो है। यहाँको कामै त्यस्तो यु नो सबैजनालाई याद छ है। जो यहाँ इजरायलमा हुनुहुन्छ उनीहरूलाई पनि याद छ यहाँको काम कस्तो हुन्छ के हुन्छ। सो बट टाइम टु टाइम है अब म चाहिँ अलिकति अब ब्लग बनाउँदाखेरि अलिकति मेरो फ्रेस हुन्छ माइन्ड। सो या फर द्याट अल्सो। अनि एटलिस्ट मेरो फ्यामिलीले तपाईहरुले अनि मेरो फ्रेन्ड्सहरूले देखिरहेको हुन्छ है मेरो अपडेट्सहरू के हो। अनि इभन आई लाइक टु डु दिस काइन्ड अफ थिङ्स हैन। सो द्याट्स वाइ हो। अनि आज सब्जी किन्नु जाने अरे म देखाउँछु है तपाईहरुलाई अलिअलि भए पनि सर्ट गर्न पाएँ भने कस्तो हुन्छ के हुन्छ। सो स्टे ट्युन फर द्याट। एन्ड सबैजनालाई मेरो जति पनि नयाँ सब्सक्राइबरहरू छ है सब्सक्राइबर बढ्दै थियो। अनि मैले चेक गर्छु एन्ड थ्याङ्क यू सो मच फर सब्सक्राइबिङ। अनि आज भिडियोजहरू ल्याउँदै गर्छु। अनि तपाईँले भिडियो हेरिदिँदै जानु होला। अनि धेरै माया देखाइदिँदै होला। सो अहिले म पर सब्जी दोकानमा भेट्छु ल। सो अब चाहिँ हामी गएको हो। अब चाहिँ हामी गएको ल गाइस निस्केको अब हामी। यिनीहरू के बोल्दैछ बुझ्नु पनि बुझ्दिनँ है गाइस। यो रहेछ है यहाँको सब्जी दोकान। अस्ति त अर्कै मलमा गएको थिएँ आज त बाहिर पो रहेछ। ए सब्जी लिइसक्यो हामीले चाहिँ के ल्यायो बोजूले। फेरि हामी अर्को स्टोरमा आएँ लो। कुन चाहिँ हो फेरि कहाँ आइपुग्छु पुग्छु म त यिनीहरूसँग। चाहिँ मजाले राखेको रहेछ नि सामानहरू चाहिँ। ल अब चाहिँ हाम्रो बल्ल सक्यो सपिङ। अब चाहिँ फर्केको घर हो। हरेस लाग्यो। ओके सो गाइस म चाहिँ आएर चाहिँ नुहाइ गरेर हो भर्खर फ्रेस भएको छिटो। अन्त चाहिँ मैले यसो सोचेँ अब भिडियो गर्दैछु भने आई सो माई रुम अल्सो होइन। मेरो कस्तो रुम छ होइन। अनि भएछ भने म तपाईँलाई यो के अरे यो अपार्टमेन्ट पनि देखाउने छु कस्तो छ हो। सो यो चाहिँ मेरो यहाँ चेन्जिङ रुम भनौँ न। यहाँनिर लुगा राख्छु होइन। यहाँनिर मेरो उयो छ जुत्ता राख्ने जग्गा। अब त्यस्तो त राम्रो छैन तर यहाँ चाहिँ लुगा राख्छु होइन। यो चाहिँ मेरो वासरुम हो। यहाँनिर वासिङ मसिनहरू छ हो। सो यो चाहिँ मेरो रुम। यो त अब के हो यिनीहरूको सामान होइन। मेरो चाहिँ यति एरिया हो है भन्दा पनि हुन्छ हो। यो मेरो बेड हो। यहाँ एउटा खिड्की छ यहाँनिर एउटा खिड्की छ। यस्तो देख्छ यहाँबाट चाहिँ ल। अलिअलि बेसी त अलिअलि
फेरि हेर्छु अल्छी लागेको बेला फेरि मन गरिहाल्छु बोजूले फेरि नखोलिराख्नु के भन्ने गर्छ नि त अन्त यो प्रायः बन्दै हुन्छ यहाँ छैन यो चाहिँ गुडिया लभरै रहेछ हाम्रो बोजू चाहिँ अनि बाइबल छ मेरो हो यति नै छ हौ यहाँ चाहिँ के छ याद छैन योहरू छ यो लाइट छ यही हो मेरो बेड यति हो मेरो यति हो मेरो रुम टुर अनि मेरो रुममा यति नै छ हो सुत्नु मात्रै हो मेरो यहाँनिर यहाँ चाहिँ बोजूको रुम छ यहाँ चाहिँ वासरुम मेरो हो होइन यो चाहिँ हलो यहाँनिर सिटिङ रुम यो चाहिँ किचन पनि अहिले बन्द छ हो के छैन अहिले हालैमा यहाँनिर अन्त चाहिँ यस्तो छ हाम्रो यो अपार्टमेन्ट चाहिँ घर चाहिँ बोजूको यो चाहिँ मेरो फेभरेट प्लेस हो किन भन्दाखेरि म चाहिँ यहाँ बसेर मजाले यहाँ नजारा हेर्छु अल्छी लाग्छ हो अन्त मजाले इन्जोय गर्छु म यहाँ बसेर भ्यू त के भन्नु अब यति नै छ हो यहाँनिर मेरो त्यति नै हो बाहिर आउँछु भित्र जान्छु यहाँ बस्छु कोही बेला त्यति नै हो है त्यस्तो केही खास त छैन बट अल्सो अब तपाईँलाई अपडेट दिएको है ल इजरायलमा चाहिँ त्यस्तै हुँदो रहेछ हो अन्त पर्सनल रुम चाहिँ पाउँछ पर्सनल रुम पर्सनल बाथरुम अन्त पर्सनल अब हुन्छ नि बाथरुम वासरुम सबै पाउँछ हामीले अन्त रुमहरूको लुगाहरू राख्ने पनि पाउँछ अब मेरो चाहिँ यो फ्ल्याट हो नि त त्यही भएर चाहिँ मेरो सानो खालके रुम छ नि त हो बाथरुम अलग्गै वासरुम अलग्गै लुगा राख्ने अलग्गै तर पनि के छैन सो यही हो है अनि आज अब त्यही गरेँ सब्जीहरू लिनु गएँ अब तपाईँहरूलाई यसरी रुम टुरहरू देखाएँ होइन बोजूकोमा म चाहिँ यसरी बस्छु बोजूको रुम देखाउँ भने बोजू सुतिरहेछ हो सुति चाहिँ रहेको हुन्छ आँखा कान र मुख चाहिँ हेरिरहेको हुन्छ कि के गर्दैछ यो केटीले भनेर त्यस्तो हुँदो रहेछ यहाँको चाहिँ मान्छेहरू सो यहाँ यति नै हो आजको है त्यस्तो बेसी त छैन अन्त अहिले यहाँ सबै ठिकै छ है म पनि एडजस्ट हुँदैछु ट्राई गर्दैछु यहाँको ल्याङ्ग्वेजहरू पनि सिक्ने कोसिस गर्दैछु आई होप अब आउनेवाला दिनमा अझै राम्रो भिडियो बनाउन सकौँ हो अनि यहाँ थ्याङ्क यू फर वाचिङ तपाईँहरू सबैजनालाई अनि स्टे ट्युन फर द नेक्स्ट भिडियो अनि आई होप अब नेक्स्ट टाइम म छिटै बनाउँछु है अनि तपाईँहरूलाई म यहाँको अपडेटहरू दिँदै गर्छु सो थ्याङ्क यू सबैजनालाई एन्ड या love you all. Do like, share and subscribe to my channel. Bye.